खतरा आउँछ नि अगाडि भन्दा पनि उडाउन जान्न हेलो गाइस वेलकम ब्याक टु माई न्यू ब्लग्स आजको ब्लगमा यहाँलाई स्वागत छ यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोस् भिडियो कस्तो लाग्छ लाइक कमेन्ट र गरिदिनु होला भन्न चाहन्छु अब चाहिँ हामी ड्रोन टेस्ट गरेर यहाँ छ ड्रोनको बक्स नारायण क्याम्पस जाँदैछौँ है त तर हामी चाहिँ यहाँ अगाडि बढिरहेका छौँ नारायण क्याम्पस नारायण क्याम्पस खाद्य भएन साथीहरू के अरे फेरि भनिदिनु पऱ्यो र फेरि भनिदिनु पऱ्यो नि त यहाँ खाद्य गएको खाद्यमा चाहिँ ठाउँ सानो भएर मजा आएन त्यति मजै आएन क्या है नारायण क्याम्पस जान लाग्यो त्यही भएर हामी चाहिँ ल साथीहरू हामी चाहिँ जाँदैछौँ मध्यबाडीको बाटो हुँदै र हामी चाहिँ जाँदै गर्दाखेरि हाम्रो यो चाहिँ माथिको हाई स्कुल हो त्यति देखिएको छैन हामी निरन्तर रूपमा अगाडि बढिरहेका छौँ हाम्रो साथीहरू पनि बाटोमा भेटिसकेका छन् हामीसँग पढ्ने कक्षाको साथीहरू हुन् के हो भन्दै थिए हामीले चाहिँ ड्रोन भनेको छौँ र हामी चाहिँ निरन्तर रूपमा अगाडि बढिरहेका छौँ यताउता हेर्दाखेरि तलतिर जङ्गलहरू छ अनि यता चाहिँ हामी छौँ अब हामी चाहिँ केही बेरमा पुग्ने नै छौँ भन्न चाहन्छौँ र भिडियो अन्त्यसम्म हेर्नु होला भिडियो कस्तो लाग्छ लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु र हामी चाहिँ यो ठ्याक्क हाई स्कुलको तलतिर छौँ हामी हाई स्कुलको गेटभन्दा तलतिरको बाटो हिँड्दैछौँ हामी निरन्तर रूपमा अगाडि बढिरहेका छौँ पछाडिबाट घामले गर्दा पनि यहाँ हाम्रो अनुहार त्यति देखेको छैन है त अगाडिको भ्यूहरू हेर्दाखेरि यस्तो छ एकदमै बबाल बबाल आइरहेको छ आजको भ्यू अनि यो चाहिँ माथि चाहिँ गणेशस्थान जाने बाटो अनि यो चाहिँ तरकारी पसल हो है त साथीहरू यहाँ चाहिँ तरकारी मन्डी रहेछ रेग्मी तरकारी मन्डी पसल है त यहाँ चाहिँ सबै तरकारीहरू पाइन्छ यता तलतिर जङ्गलहरू पनि छ एकदमै हरियाली एकदमै बबाल बबाल छ पछाडिको भ्यूहरू हेर्दा तलतिरको भ्यूहरू हेर्दा नि दामी छ र यता चाहिँ ग्यारेज छ कुनामा साइडमा माथिल्लो साइडमा हामी चाहिँ निरन्तर रूपमा बढिरहेका छौँ हामी चाहिँ अब ड्रोन आज परीक्षण गर्दैछौँ यानि कि टेस्ट गर्नेछौँ एकदमै बबाल हुनेवाला छ आजको भिडियो चाहिँ अनि हामी चाहिँ ड्रोन अब कतिको टाढासम्म उड्छ भन्ने हो हामीले पर खाद्यमा पनि उडाएको थियौँ त्यहाँ चाहिँ त्यति अलि सानो ठाउँ भएको कारणले यताउति धेरै तारहरू भएको कारणले हामी चाहिँ त्यहाँ उडाउने अलि मजा आएन त्यसैले हामी चाहिँ हामीलाई उपयुक्त ठाउँ भनेको नै नारायण नगरपालिका नारायण क्याम्पस हो त्यसैले हामी चाहिँ नारायण क्याम्पसमा जाँदैछौँ हामीले नारायण क्याम्पसमा अस्ति भएको फुटबलको गेम पनि यहाँ हालेको छु है त मैले सबैजनालाई गएर युट्युब मेरो यो यसमा गएर भिजिट गर्नुलाई त मेरो च्यानलमा गएर सबैजनाले हामी चाहिँ भन्दै हामी चाहिँ यो वन डिभिजन तलतिर आइसकेका छौँ यो चाहिँ माथिको वन डिभिजन हो हामी चाहिँ यहाँ तलतिर आइसकेको छौँ माथिको वन डिभिजन यहाँबाट अब धेरै छैन 2-3 मिनटमा पुगिहालिन्छ हामी है त हामी चाहिँ सही जाँदैछौँ दुईजना छौँ हामी चाहिँ यहाँबाट घुम्नु पर्ने हुन्छ माथितिर वन डिभिजन छ भने तलतिर हामी छौँ हामीले बनाइरहेको छौँ हामी चाहिँ यहाँ रात डाँडा भन्ने छौँ त्यो ठाउँमा आएको छौँ वन डिभिजनको तलतिर रात डाँडा भन्ने रहेछ यसको ठाउँ चाहिँ हामीलाई थाहा थिएन हामीले ब्यानर पढेर मात्र थाहा पाएको हामीले चाहिँ अस्ति गेमको भिडियो हालेको थियौँ कसले हेर्नुभयो सबैजनाले हेरिदिनु होला है त भन्न चाहन्छु एकदमै दामी भएको थियो गेम चाहिँ त्यो चाहिँ नारायण नगरपालिका 1 वडा नम्बर 1ले जितेको थियो है त सबैजनाले मैले 2टा भिडियो हालेको छु एउटा सुरुको दिन र एउटा फाइनल गेमको हालेको छु त्यो सबैजनाले हेरिदिनु होला भन्न चाहन्छु हामी चाहिँ यता छौँ तलतिर जङ्गलहरू पनि एकदमै हरियाली छ जङ्गल ठुलो छ सल्लाहहरूको छ माथि चाहिँ नर्सरी आज चाहिँ एकदमै मेरो मोबाइल धेरै हल्लिएको छ है त साथीहरू खै किन हो पहिलाको भन्दा एकदमै धेरै हल्लिएको छ हेर्दै जाऊँ भिडियो के हुन्छ कस्तो हुन्छ है त र हामी चाहिँ त्यहाँ गएर एकदमै बबाल भिडियोहरू बनाउने छौँ हेरिदिनु होला भन्न चाहन्छु अगाडि चाहिँ 2टा दाइहरू हुनुहुन्थ्यो हामीले चिनेको त थिएनौँ तैपनि अगाडि 2टा दाइहरू हुनुहुन्छ र हामी चाहिँ पुग्न लागिसकेको छौँ नारायण क्याम्पसको गेटमा पुगिसकेको छौँ है त
चाहिँ हामी एउटा सानो मिनी ड्रोन उडाउनेवाला छौँ है त साथीहरू। ल फाइनल गाइस हामी चाहिँ नारायण क्याम्पस आउनु पुग्न लागिसकेको छौँ। उता चाहिँ नारायण क्याम्पस छ है त। हामी चाहिँ नारायण क्याम्पस माथि चाहिँ यो मध्यपाली र हामी चाहिँ नारायण क्याम्पसको बाटोमा छिरिसक्यौँ है त हामीले यसलाई छोडेर। यहाँ पढ्न सक्नुहुन्छ हजुरहरूले नारायण क्याम्पस जाने बाटो तलतिर है। साथीहरू ल फाइनल साथीहरू हामी चाहिँ नारायण क्याम्पसको गेटमा पुगिसकेको छौँ, हेर्न सक्नुहुन्छ है त। ल हाम्रो अनबक्सिङ सुरु भइसकेको छ साथीहरू। हाम्रो साथीले अनबक्सिङ जुगाडु छ है हाम्रो ड्रोन चाहिँ एकदमै जुगाड छ। ड्रोनको रिमोट किन भन्दाखेरि यो चाहिँ ड्रोन एकदमै सस्तो खालको ड्रोन हो। उयो पनि हाम्रो होइन है त, हाम्रो हिमालयको ड्रोन हो। ट्याटा र फाइनल गाइस हाम्रो ड्रोन चाहिँ उडिसकेको छ। म यसलाई ड्रोन पछि जान्छ है त साथीहरू। भाडालाई अहिले ल यता यता ओइ ओइ ठोक्यो 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 गयो कन्ट्रोल भएको नि क्रास साथीहरू। ड्रोन क्रास कहाँ छ है त ड्रोन? त्यहाँ छ तल, त्यो कालो होइन है साथीहरू। हाम्रो क्रास भइसकेको छ। हाम्रो ड्रोन चाहिँ एकदमै क्रास भइसकेको छ है त साथीहरू। हेर्नु सक्थ्यो हाम्रो साथीले केही त हाँडाभाँडा त भएन नि। ल हाम्रो बलिएछ ड्रोन। किन कस्ने किला होलो भएको छ क्या खस्ता खस्ता। फेरि उडाउँदैछौँ है त हामीले। पछि जाऊँ कि त्यसको आवाज चाहिँ खतरा छ क्या यसको। के लङ भिडियो बनाउने जसरी गयो नि उलाउ म पछि जान्छु। गएन जाऊ न जाऊ, लग्दै जाऊ। अझै कमन अझै हाइटी के भयो यसलाई जान्दिम। जुम गरम। अब कहाँ छ ड्रोन? म जाम। यसको आवाज लिन्छु कि म हल्का उडाउ न। एकैछिन रोकिरह न। त्यो छोडिदेऊ न एकैछिन, केही नगर न। अच्छा ओ फेरि गर माथि उडाउनु जान्न। ल साथीहरू मैले उडाउन लागेको थिएँ, मैले नजानेर फाउल दिएँ साथीहरू। ड्रोन चाहिँ तल हेर्दै जाऊँ है त। त्यहाँ माथि गयो। त्यसरी मैले उडाउनेलाई अनकन्ट्रोल भएर तल खसेको छ, हेर्न सक्नुहुन्छ। ड्रोन चाहिँ म जाँदैछु, बाटो चाहिँ एकदम अप्ठ्यारो छ। मलाई जानिरहेको छैन कि त्यो सिक्ने भन्दै थिएँ मैले। ड्रोन हेर्नुहोस् त, ओहो स्विच अफै भएछ ड्रोन स्विच अफ छ। कताबाट आउने हो? यहीबाटै ल, बाटो चाहिँ खत्तम छ है। ओहो साथीहरू बाटो चाहिँ एकदम
खतम छ यो चाहिँ ड्रोन ल फाइनल गाइस हाम्रो ड्रोनको चाहिँ ब्याट्री सकिसकेको छ दुईवटा ल्याएको थियौँ दुबईको चार्ज भइसकेको छ त्यति चार्जर नटिक्ने रहेछ है अब हाम्रो ड्रोन भइदा नि अझ हुन्थ्यो साथीको ड्रोन लिएर आएको छौँ त्यही पनि हामीले उडाउने प्रयास त गऱ्यौँ धेरै है त उड्न त उड्यो माथि माथिसम्म पुग्यो 2-3 चोटि 4-5 चोटि क्रस पनि भइसक्यो त्यही पनि अब यति उडाउन हल्का फुल्का सिकेँ मैले पनि यति सिकेँ पनि धेरै अङ्कल चाहिँ बाइक हामीले ड्रोन सिक्यौँ हामीले ड्रोन सिक्यौँ अनि हाम्रो अङ्कलले चाहिँ पछाडि बाइक सिक्दै हुनुहुन्छ है यहाँ चाहिँ सिक्न मात्रै आउँछन् कि बेलुका अनि त्यही भएर मैले चाहिँ ड्रोन हल्का फुल्का सिकेँ त्यति धेरै त सिकेको छैन मैले 2 चोटि क्रस गरिसकेँ होइन धेरै त चलाउनु जानेको छैन हल्का फुल्का जाने त्यसमा पनि एकदमै कम्फर्ट लागिसकेको छ अब चाहिँ यसको अब चाहिँ उडाउन सक्छु म यस्तै खुल्ला ठाउँमा अब अन्त त म भन्न सक्दैन तर यो खुल्ला ठाउँमा चाहिँ म सक्छु है त अब ल अहिलेसम्म भिडियो हेरिदिनु भयो धेरै धेरै धन्यवाद भन्न चाहन्छु हेर्नुहोस् एकदमै दामी भ्यूहरू पनि एकदमै दामी बवाल आइरहेको छ र आजको भिडियो कस्तो लाग्यो यहाँलाई कमेन्टमा अवश्य पनि भनिदिनु होला यदि च्यानलमा नयाँ आउनुहुन्छ भने सब्सक्राइब गरेर नभुल्नु होला भन्न चाहन्छु ल उसको विमल थापा अरू के पछाडि विमल थापामा गएर त्यहाँ गएर सबैजनाले फलो गरिदिनु होला भन्न चाहन्छु मेरो पनि छ भन्न चाहन्छु र अहिलेसम्म भिडियो हेरिदिनु भयो धेरै धेरै धन्यवाद भन्न चाहन्छु र अब नेक्स्ट भिडियो हेर्न अब केही दिन कुर्नु होला भन्न चाहन्छु कमेडी गर्नुपर्छ हल्का फुल्का अनि एकदमै दामी बवाल भ्यूहरू आइरहेको छ साथीको कपडा चाहिँ एकदम फोहोर भइसकेको छ साथीहरू अब चाहिँ हामी घरतिर लाग्नुपर्छ हाम्रो ड्रोन ल ड्रोन ओ त्यहाँभित्र ड्रोन छ है 2 चोटि मैले कतिचोटि ड्रोन गरेँ क्रस ड्रोन कतिचोटि क्रस गरेँ मैले मलाई लाग्छ 2-3 चोटि क्रस गरेको छु त्यो सबै भिडियोहरू हेर्नु होला है मैले देखाउँछु र अब अहिलेसम्म हेरिदिनु भयो धेरै धेरै धन्यवाद भन्न चाहन्छु अरू त के भन्नु र ल फाइनल गाइज बाई